कति लाग्छ बाडुल्की गन्नु है बाडुल्की गन्नु है अभागीले सम्झिछ भन्नु है मनको धोको मनमै रहेसी। सबैजना यति बेला हामी वीरेन्द्रनगर को यो चाहिँ काँक्री बिहार पर्यटक स्थल काँक्री बिहारको प्राङ्गणमा आएको छौँ र यति बेला हामी ब्राइट कर्नर ट्रेनिङ सेन्टर को टिम बिहान यहाँ पुगेको छौँ र यति बेला हामी प्रतिभा खोज्ने क्रममा चाहिँ नि बिहान परेड दुःख सुख सँगसँगै चाहिँ कहिले रमाइलो पनि गर्नुपर्छ भन्ने हिसाबले आज हामी यहाँ प्रतिभा खोज्नको लागि खोज्दै आएको थिएँ। मैले 2-3 जना भाइ बहिनीहरूको विभिन्न किसिमको प्रतिभाहरू पनि सुने र यही क्रममा मैले आज फेरि अर्को एकजना बहिनीको नाम मेरो कानमा परेको थियो र को भन्दाखेरि हाम्रो जानकी बहिनी। तपाईँहरूले अवश्य गेस गरिसक्नु भएको थियो, उहाँ उठिराख्नु बस्नुभएको छ होइन। र उहाँको मुखबाट उहाँको परिचय र उहाँको चाहिने कला सुन्नेछौँ। राम्रो नराम्रो प्रतिक्रिया यहाँहरूले चाहिने नराम्रो प्रतिक्रिया नदिनु होला, राम्रो प्रतिक्रियाहरू दिदिनु होला र बहिनीलाई चाहिँ साथ सपोर्ट र हौसलाको लागि यहाँहरूले चाहिँ राम्रो कमेन्ट गरिदिनुहुन्छ भन्ने अपेक्षा लिएको छु। र बहिनीको कला सँगसँगै हाम्रो बहिनीको पनि रुने कला चाहिँ अति छ ल है ल। सबैजनालाई नमस्कार, मेरो नाम जानकी चन्द। म यहाँहरूको सामु आज एउटा सानो प्रतियोगिता लिएर आएको छु। यहाँहरूलाई कस्तो लाग्छ नराम्रो लागे पनि राम्रै मानेर सुनिदिनु होला। हा 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 कति लाग्छ बाडुल्की गन्नु है बाडुल्की गन्नु है अभागीले सम्झिछ भन्नु है मनको धोको मनमै रहेसी। कसको आँसु बग्दैन होला आफ्नो मान्छे पराई भएसी। बाडुल्की गन्नु है बाडुल्की गन्नु है अभागीले सम्झिछ भन्नु है मनको धोको मनमै रहेसी। कसको आँसु बग्दैन होला र आफ्नो मान्छे पराई भएसी। कसको आँसु बग्दैन होला र आफ्नो मान्छे पराई भएसी। धन्यवाद। हाय हाय